सधैँ विरोध र सभा भइरहने माइतीघर मण्डला कसले निर्माण गरेको होला? तपाईहरूको मनमा खुल्दुली भइरहेको होला। यसका सर्जक हुन् 80 वर्षीय वर्षगोपाल वैद्य। चित्रकार वर्षगोपालले आफ्नो पुरै जीवन चित्रकलामा समर्पण गरेका छन्। आजसम्म उनले 100औं चित्र गरिसकेका छन्, जुन लाखौं कलाप्रेमीको मुटुमा बसेको छ। वर्षगोपालको जन्म विक्रम सम्वत 1997 सालमा भएको हो। हुने बुरुवाको चिल्लोपात भने जस्तै उनी सानैदेखि चित्रकलामा पोख्त थिए। हुँदा कागजमा नहुँदा भुइँमा समेत चित्र कोर्थे। वर्षगोपाल विक्रम सम्वत 2023 सालमा पेन्टिङ पढ्न भारतको मुम्बई पुगे। पढाइसकेपछि देशमा बसेर योजनासहित काम गर्न चाहन्थे, त्यसैले नेपाल फर्किए। उनलाई नेपाली कला संसारलाई चिनाउनु थियो। उनको विशेषता छ उनी वैदिक तन्त्र तथा पौराणिक कथामा आधारित चित्र बनाउन पोख्त छन्। उनको चित्रमा धेरैजसो गणेश भगवानको आकृति देख्न पाइन्छ। वर्षगोपालले विक्रम सम्वत 2038 सालमा सूचना विभागमा जागिर खाए। त्यहाँ उनले किताबको कभर तथा पोस्टर डिजाइन गर्थे। उनले जीवनको लामो समय सरकारी सेवामा बिताए। उनले बनाएका चित्रहरू 1 देखि 5 लाखसम्ममा बिक्री हुन्छन्। वर्षगोपालको एउटा कोठा पुरस्कार र सम्मान पत्रले भरिएको छ। सन् 1981 मा एसियन आर्ट अफ बङ्गलादेशबाट उनको चित्रले नेपालको लागि गोल्ड मेडल प्राप्त गरेको थियो। यस्तै उनले राष्ट्रिय प्रतिभा पुरस्कार 2031, गोर्खा दक्षिण बाहु चौथो लगायत अनगिन्ती पुरस्कार पाएका छन्। काठमाडौँको माइतीघर मण्डलाको डिजाइन वर्षगोपालले विक्रम सम्वत 2058 सालमा गरेका हुन्। 8औं दक्षिण एसियाली खेलकुद सागलाई रङ्गीजङ्गी बनाउन उनले रातारात मण्डलाको डिजाइन गरेका थिए। वैद्य नेपाली कला क्षेत्रलाई संसार सामु चिनाउने उद्देश्यले स्थापना भएको संगठन स्किपका सदस्य पनि हुन्। Nepal Telecom, Rashtrako Sanchar. Presenting Nepal's first family scooter with revolutionary i3S technology, Hero Destiny. अहिले दैनिकी त अब मेरो अहिले एकदमै रेस्ट जस्तै हो। अलिअलि काम गर्छु, ड्रइङहरू गर्छु। अनि कहिलेकाहीँ मन लाग्यो भने पेन्टिङ गर्छु। म धेरै जस्तो म अहिले रेस्टमै छु। कोरोनादेखि मलाई रेस्टमै ल्याइदियो। बिहान 4 साढे 4 बजीतिर उठ्छु। अनि अब नित्य कर्म सिधेपछि अनि मेरो योगा गर्छु अलिअलि। अनि पछि मेरो पूजा गर्ने छ, पूजा गर्छु। अनि चिया नास्ता गर्छु। अनि काममा बस्छु। मेरो त अब मेरो 21 पुस्तादेखि आयुर्वेदिक वैद्यको कुलमा जन्मेको। म चाहिँ अब मेरो बुवा राज वैद्य हुनुहुन्थ्यो, जुद्ध शमशेरको वैद्य। हाम्रो पुर्खा 21 पुस्तासम्म हाम्रो राज वैद्य थियो। सुरुमा चाहिँ मेरो चाहिँ मेरो होसमा भने कि बेहोसमा भनौँ, म सानोदेखि म चित्रकला कोर्दिएर छु। बुवाले पढाउनुहुन्थ्यो, म चाहिँ बुवाको आँखा छोलेर केही न केही कोरिरहेको हुँदो रहेछ। बुवाले चाहिँ मलाई के भन्नुहुँदो रहेछ भने, यसलाई चाहिँ हामी पूजा भन्छौँ। पू भनेको चित्रकारी। यसलाई पूजा नै सिकाउनु पढाउनु पऱ्यो कि भनेर भन्नुहुन्थ्यो अरे, आमाले भन्नुहुन्थ्यो। त्यति बेलादेखि बेहोसमै भनौँ न, म चित्र कोर्दाखेरि के हुन्छ त्यो थाहा छैन। फुलबुट्टाहरू कोर्ने त हो नि पहिला। अब त्यो मान्छेको आकार कोर्न जाने थिएँ। त्यस्तै कोर्ने, आफूलाई मन लागेको कुरा कोर्यो, बुट्टाहरू कोर्ने त्यस्तो गर्थ्यो। यो मैले अब म एसएससी पास गरेँ।
एसएलसी पास गरिसकेपछि अनि मैले के पढ्ने अनि कमर्स जोइन गरेँ। नेपाल कमर्स कलेज भनेको पहिलोचोटि स्थापना भएको थियो पाटना हाई स्कुलमा। म पढेको स्कुल त्यहाँ हुन्थ्यो, पढाइ सुरु भयो त्यहाँ पढेँ। तर त्यहाँ पनि त्यति पढाइमा मैले ध्यान गएन मेरो। अनि म युनियनमा लागेँ, विद्यार्थी युनियन, त्यसमा अध्यक्ष भएँ। अनि म त्यहाँ कलेजको एनुअल डे गर्ने भन्यो, अनि त्यसको लागि हामीले च्यारिटी सो गऱ्यौँ फिल्मको, इन्डियन फिल्मको च्यारिटी सो गऱ्यौँ। अनि त्यो अनि डान्समा लाग्यो म, त्यसको लागि डान्सको प्र्याक्टिसमा लाग्यो। 6 महिना जति त्यहाँ पढेको मलाई केही पनि याद छैन। स्कलरसिप आयो पत्रिकामा, गोर्खापत्रमा स्कलरसिप आयो। स्कलरसिपको नोटिस आएपछि मैले एप्लाई गरेँ। अनि एप्लाई गरेपछि अब हाम्रो पहिला टेस्ट गर्ने भन्यो, ड्रइङ टेस्ट। त्यो टेस्ट हो र इन्टरभ्यू। त्यसमा हामी 8-10 जना थियौँ। त्यसमा 2 जना चाहिँ सेलेक्ट भयो, एकजना गोविन्दलाल सिंह डङ्गोल अनि म। त्यहाँ त के छ भने बेसिकदेखि सिकाउँछ, बेसिकदेखि अनि डिप्लोमासम्म भन्दाखेरि पेन्टिङसम्म सिक्यौँ, पेन्टिङ गर्ने। 5 वर्ष पढ्यौँ। मेरो रिजल्ट पनि राम्रै थियो, बोर्डमै आएको थिएँ। अनि अब यहाँ आएर केही राम्रै गरौँला भन्ने सोच थियो मेरो। अब त्यो के हुन्छ भनेर थाहा छैन, मलाई आइडिया थिएन त्यो बेला। सुरुमा चाहिँ मैले के गरेँ भने, अब दिदी हुनुहुन्थ्यो मेरो, मभन्दा माथिको दिदी हुनुहुन्थ्यो। दिदी चाहिँ मलाई खुब कर गर्नुहुन्थ्यो, 1 म्यान सो गर भनेर। उहाँकै इनिसिएटिभमा मैले 1 म्यान सोको तयार गरेँ। 1 म्यान सो गऱ्यौँ, राम्रै भयो। राम्रै सो चाहिँ सक्सेस भयो। झारफुक यन्त्र सम्बन्धी गऱ्यौँ। अनि मैले हाम्रो पौराणिक कथामा आधारित त्यो सम्बन्धी गऱ्यौँ। अनि मैले धेरै जसो मैले गणेशको गऱ्यौँ, गणेश सम्बन्धी पेन्टिङ गऱ्यौँ। गणेशको विभिन्न किसिमबाट, विभिन्न माध्यमबाट मैले पेन्टिङहरू गऱ्यौँ। त्यो अहिलेसम्म त्यो पेन्टिङ गणेश सम्बन्धी छ। अब त्यो गाह्रो भनेको गाह्रो, आफ्नो काम सजिलै लाग्छ होइन। अब दैनिकी जस्तै भयो। त्यो कारणले गर्दाखेरि मलाई त्यति गाह्रो त लाग्दैन। कहिलेकाहीँ मन नलागेको बेलामा मलाई छुनै मन लाग्दैन। अब सोच त अब कुन सब्जेक्टमा गर्ने भन्ने एउटा हुन्छ। त्यो सब्जेक्ट छानिसकेपछि अनि मात्रै मैले कुन हिसाबले गर्छु भन्ने, कुन तरिकाले गर्छु भन्ने मैले सोच्छु। बच्चै बेलामा मेरो बुवा खस्नुभयो। 11 वर्ष बेलामा बुवा खस्नुभयो। बुवा खसेपछि अनि हाम्रो दैनिकी एकदम कष्टकर भयो। कष्टकर भएपछि अनि अब कमाउने कोही छैन। बुवा भएको बेलामा बुवाले अलिअलि भए पनि पैसा कमाउनुहुन्थ्यो, खान्थ्यो। हुन त जग्गा नभएको होइन, जग्गा छ। जग्गाबाट धेरै कम मात्रै हाम्रो बाली आउँछ। अब कहिलेकाहीँ ल्याउँदैन, ढाएर त्यो किसान कहाँ ढाएर हामी भन्न जानु पर्थ्यो। आमा र म जान्थ्यौँ। अब त्यो बच्चा बेलाको कुरा त अब गरेर नगरौँ होला है। हामीले धेरै कष्ट भोग्यौँ, खाना नपाएरै भोग्यौँ। त्यस्तो हुँदाखेरि अनि दिदीको अब दिदीले टिचिङ पेसा गर्नुभयो। टिचिङ पेसा गरिसकेपछि अनि उहाँबाट अलिअलि आर्जन भएकोबाट हाम्रो गुजारा चल्थ्यो। अनि त्यो सकेपछि मेरो त्यहाँबाट फर्केँ। मुम्बईबाट फर्किसकेपछि मैले अब
अब कमाउने दिदी हुनुहुन्थ्यो, नेपाल ब्याङ्कमा हुनुहुन्थ्यो दिदी। दिदीको भरमा हामी बस्थ्यौँ। खानालाई दुःख थिएन, लाउनलाई दुःख थिएन। मेरो कामको अब काम पनि अब राम्रै चल्यो भनौँ न। मेरो हरेक एक्जिबिसनमा मेरो पेन्टिङ बिक्थ्यो। त्यसले चाहिँ हामीलाई ढाउनलाई गुजारा चलाउनलाई पुग्थ्यो। अब त्यो हेरेर हुन्छ, कसैको हुन्छ नै, कसैको हुँदैन, कसैको धेरै हुन्छ। एउटा पेन्टिङकै 25-26 लाख लिन्छन् मान्छेहरू, होइन। कसैको धेरै बिक्छ, कसैको बिक्दैन। मेरो चाहिँ अब 4-5 लाखसम्ममा बेच्यौँ अहिले एउटा पेन्टिङको। त्यो चाहिँ 3x3 को 30x40 को त्यस्तो पेन्टिङमा बेच्यौँ मैले। अब पेन्टिङ हेर्ने त अब राम्रै एप्रिसिएट गर्छन् है, प्रशंसा गर्छन्। अब अगाडि मात्रै प्रशंसा गरे हो कि पछाडि पनि गरे हो, त्यो त अब उहाँहरूले जानुन्। मेरो पेन्टिङमा चाहिँ धेरै जसो प्रशंसै गरेको मैले सुन्छु। 1970मा मेरो एक्जिबिसन भएको थियो। त्यो बेला पनि पत्रिकाहरूमा राम्रै निस्केको थियो नेपालमा। अब ठुलो ठाउँ भनेको अब मेरो राजदरबारमा छ पेन्टिङहरू। अनि मेरो त्यो यो न्यु रोडको वाणिज्य ब्याङ्कमा छ, 2टा पेन्टिङ त्यहाँ छ। अनि अरू ग्यालेरीहरूमा छ, म्युजियममा छ। अनि फुकुओका म्युजियममा छ एउटा पेन्टिङको 1500मा। अहिले मेरो 1 लाखभन्दा कमको छैन मेरो पेन्टिङ। सस्तो बेलामा धेरै बेच्यो, अब महँगो बेलामा पेन्टिङै गर्न सकिएन। कतिको बेच्यो भने मेरो पेन्टिङ चाहिँ धेरै बेचिया छ मैले। विदेशमा पनि धेरै गएको छ, जर्मनमा छ, अमेरिकामा छ, जापानमा छ, धेरै देशहरूमा छ। मलाई खास नाम त याद छैन अहिले। अब अहिले चाहिँ मलाई पेन्टिङ गर्नै मन लाग्दैन। किन मेरो मनै जाँदैन पेन्टिङमा। मैले गोल्ड मेडल पाएको पेन्टिङै मलाई राम्रो भन्नु पर्यो। आयुर्वेदिक यन्त्रमै हो बनाएको, आयुर्वेदिक यन्त्रै हो। त्यसमा बङ्गलादेशमा 3वटा गोल्ड मेडल थियो, 3वटामा एउटा नेपाललाई पाएको। त्यसमा चाहिँ मैले पाएँ। तकमा जस्तो चाहिँ पाएन मैले। अब त्यो ओसाकाको चाहिँ त्यो पुरस्कारै जस्तै हो त्यो। धेरै जस्तो साथीहरूले प्रेरणा दिन्छन्। मेरो खास चाहिँ मेरो मलाई उत्साह गर्ने चाहिँ उत्तम नेपाली, उहाँ चाहिँ वरिष्ठ कलाकार हुनुहुन्छ नेपालको। उहाँले चाहिँ मलाई धेरै प्रोत्साहन दिनुहुन्थ्यो, प्रेज गर्नुहुन्थ्यो। उहाँलाई म गुरु नै मान्छु। पढाइ सकाएर आएपछि मैले चाहिँ ध्यान दिइनँ। गभर्मेन्ट जागिर खाएँ। गभर्मेन्टको जागिर खाइसकेपछि त्यो गभर्मेन्टको जागिर पनि त्यही चित्रकला सम्बन्धी नै पऱ्यो। त्यो सूचना विभागमा पहिला खाएँ। त्यहाँ चाहिँ अब किताबको कभर डिजाइन गर्नु पर्थ्यो, पोस्टरहरू बनाउनु पर्थ्यो। पोस्टरहरू चाहिँ राजा रानीको जन्मोत्सव, पञ्चायतकालमा। अनि कसैको आउँछ यो एउटा बनाइदियो भनेर भन्छन्। बाहिरका धेरै आउँछन् कि त्यहाँ पत्रकारहरू। उहाँहरूको काम अलिअलि गरिदिने, सोसियल काम। गभर्मेन्ट काम अलग्गै हुन्छ, त्यो सोसियल काम अलिअलि गऱ्यो। त्यस्तो हुन्थ्यो। अनि त्यसपछि सूचना विभागबाट अनि हामीलाई सरुवा भयो हाम्रो त्यो सिंहदरबार छापाखानामा। त्यहाँ गएपछि त्यहाँ पनि त्यही हो, विभाग मात्रै फरक भयो। सूचना विभागबाट
मुद्रण विभाग काम एउटै विभाग मात्रै चेन्ज भयो दरबारबाट स्वीकृति भएर आएको जुनसुकै पनि फोटोहरू हामी त्यो त्यही प्रयोग गर्नुपर्छ लेख्नेमा पनि अलिअलि सोख राख्थेँ गीतहरू लेख्थ्यौँ अनि अब कमिक अब हामी हास्य व्यङ्ग्य त्यस्तो लेख्यौँ ड्रामामा खेल्यौँ पनि डान्स गऱ्यौँ मलाई सोख चाहिँ त्यो लेख्नेमा त्यो अब नाटकमा अनि डान्समा रेकर्ड चाहिँ भएन रेडियो नेपालमा गएको थियौँ हामीले एकजना म र एकजना साथी थियो दुईजना मिलेर नेवारी गाना थियो त्यो गाएको थियौँ अनि नाटक चाहिँ अब कमेडियन नाटक मैले त्यसमा 3rd प्राइज पाएको थियौँ हरेक वर्ष गर्थ्यो 3-4 वर्ष गऱ्यो त्यसमध्ये हामीले चाहिँ 3rd प्राइज पाएको थियौँ साथीहरूले हुन्छ हुन्छ गर्ने भन्यो गर्ने भनेपछि मैले अब अलिअलि कोर्यौँ त्यही खेल्यौँ मुख नाटक बोल्नु नपर्ने खालि एक्सन मात्रै गर्ने त्यसमा हामीले 3rd प्राइज पाएको थियौँ नाटक गर्दाखेरि त अब एउटा जीवन्त कलाइ हो त्यो होइन त्यसमा गर्दाखेरि अलि छिटै रिजल्ट आउने क्या देखाउने बित्तिकै रिजल्ट आउने त्यो चाहिँ मलाई खुसी नै लाग्छ केशव स्थापितले मलाई बोलायो भनेर मेरो भानिज आएको थियो सुरेश प्रधान उहाँसँगै म त्यहाँ गयौँ साँझतिर थियो त्यहाँ मिटिङ भयो मिटिङ हुँदाखेरि 4-5 जना थियो अनि त्यसमा मलाई के प्रस्ताव राख्यो भने त्यहाँ एउटा डिजाइन गर्नु पर्यो त्यो तुरुन्तै सिध्याउनु पर्ने भन्यो अनि मैले कस्तो किसिमको तपाईँलाई चाहिने भनेर भन्दाखेरि त्यस्तै अब जे बनाए पनि हुन्छ हुन त अब छिटो सिध्नु पर्ने थियो भन्यो अनि मैले एउटा मण्डलाको डिजाइन बनाएँ मण्डलाको बिचमा मण्डला अनि चारैतिर पोखरी गरेर मैले डिजाइन बनाएँ अनि एउटा चैत्य पनि बनाएपछि अनि त्यो त्यही लिएर भोलिपल्ट गएपछि अनि त्यो ल यही गर्ने भनेर पास भयो उनीहरूलाई पनि हतार थियो डिजाइनमा एक दिनमै सिध्याउनु पर्यो नि सिध्याउनु पर्ने भयो अनि राति गऱ्यौँ डिजाइन लगेपछि अनि त्यहाँ मिटिङ भयो केबाट बनाउने उनीहरूले मलाई सोध्दाखेरि मैले चाहिँ टाइल्सको बनायो भने हामीले खालि पखाले पुग्छ त्यो अनि परन्तु टिक्छ भने टाइलको धेरै टाइम लाग्छ टाइलको सकिँदैन भन्यो भनेपछि अनि त्यो चिप्सको बनाउने भन्यो ढुङ्गाको चिप्समा अनि कलर कोलेर बनाउने भनेपछि अनि हुन्छ त्यही बनाऊ मैले त गर्ने त हो भने अनि तिनीहरूले पास गर्यो त्यही गर्ने अब कतिमा गर्ने कति दिनमा गर्ने त्यो केही भएको छैन कुरा गर्ने भन्यो ल गर्ने भयो गर्ने भने मैले पनि अब डिजाइन पनि अब कम्प्युटर डिजाइन गर्नु पर्यो कम्प्युटर डिजाइन नगरिकन त्यो नहुने अनि त्यो कम्प्युटर डिजाइन भानिज र म बसेर गऱ्यौँ भानिजले त्यो कम्प्युटर चलाउँथ्यो त्यो डिजाइन बनाएर अनि त्यो त्यहाँ स्थापित गर्न लगेपछि त्यहाँ अब त्यो तत्कालै त्यो डिजाइन त्यो रेलिङ बनाउने ठाउँमा पठाइदियो पारिश्रमिक धेरै पछि पायो पछिको त्यो स्थापित गएपछि फेरि अर्कोचोटि आयो नि त्यो बेला बल्ल पायो
त्यो जुडेकोमा त मलाई चाहिँ अलिकति म गौरवान्वित ठान्छु। अनि अब त्यो जुन काम दियो उनीहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु। मलाई खुसी नै लाग्यो त्यत्रो ठुलो काम गर्न पाएकोमा। एउटा कुरा मलाई त्यहाँ त्यो हुनु त खुल्ला ठाउँ हो, जोगाए पनि हुने, त्यही नजाओस् भनेर मैले त्यो मण्डलाको चारैतिर पानीको गरेका थियौँ, चारैतिर पानी राख्ने गरेका थियौँ। र त्यसलाई पनि नागेर गएर बिचमै आगो बालिदिने, त्यहीँ डान्स गरिदिने मण्डलामै। अहिले चाहिँ राजनीतिज्ञहरू भनौँ न अब त्यहीँ अब अनसन बसिदिने, अनसन बस्नु त त्यहाँ त्यो मण्डलामा बस्दैन, उता कुल्छन्। त्यो मलाई त एकदम दुःख लाग्छ त्यो हेर्दाखेरि बिगारिदिने, रेलिङै बिगारिदियो त्यो डिजाइनको। संरक्षण त त्यसलाई अब एउटा बार नराखिकन हुँदैन कि त्यसमा एउटा रेलिङको बार राखेर अथवा पुलिस राखेर पनि काम छैन त्यहाँ। एकातिर ढपाउँछ अर्कोतिर आउँछ, त्यसो हुन्छ। त्यो गर्दाखेरि त्यहाँ चाहिँ अब एउटा अग्लोले बार राख्यो भने अनि संरक्षण होला कि जस्तो लाग्छ। अब तर हुनु त त्यो खुल्ला पार्कै हो, त्यो खुल्ला पार्क भएकोले त्यो रेलिङ राख्न पनि अहिले मिल्ला जस्तो लागेन मलाई। त्यसलाई खुल्लामै राख्नु बेस होला। हामी नेवारी भाषामा मण्ड भन्छौँ, मण्ड, अनि हाम्रो नेपाली भाषामा मण्डल भन्छौँ। अर्थ अब मैले मेरो आफ्नो भ्यू पोइन्टबाट बनाएको हो त्यो, होइन। हामी मान्छे चाहिँ कस्तो छ भने एक किसिमको विवेकशील प्राणी हो हामी, होइन। अब त्यसमा कुनै राम्रो विचार गरेका भएका हुन्छन्, कोही नराम्रो विचार भएका हुन्छन्, कोही हिंसात्मक हुन्छन्, कोही अब एकदम बुद्धिमानी विद्वान टाइपको हुन्छ। हामी मान्छे केलाई बनाएको हो, विवेकशीलै हुनुपर्छ। त्यो भएकोले त्यसको आधारमा मैले बनाएको त्यो गुण भनेको 3 गुण हुन्छ, होइन। सत्व रजो तम, त्यस्तो गुण हुनुपर्छ। अनि सिद्धि हुनुपर्छ, होइन। सिद्धि नभएको मान्छे हुँदैन नि राम्रो, हेर्दाखेरि नै रिस उठ्छ मलाई त त्यो खुल्ला पार्क भएकोले त्यो चाहिँ मलाई राम्रै लागेको थियो। तर त्यहाँ अब कोही उच्छृङ्खल व्यक्तिहरूले त्यहाँ नराम्रो काम गरेको कारणले गर्दाखेरि मलाई असाध्यै दुःख लाग्छ। त्यो जसले पनि हेर्छन् भन्ने मलाई लागेको थियो, राम्रै लागेको थियो। त्यहाँ मोटरबाट आउनेले पनि देख्छन्, हिँडेर जानेले पनि देख्छन्। त्यो चाहिँ मलाई एकदम राम्रो लागेको थियो मलाई त्यो ठाउँ। अब त्यो त्यहाँ पहिला माइतीघर खुब चल्थ्यो। त्यहाँ माइतीघर भनेपछि जम्मैलाई थाहा छ। अब थापथली हो त्यो, होइन। थापथलीलाई अनि त्यो माइतीघर सिनेमाको एउटा अफिस थियो त्यहाँ। माइतीघर सिनेमा बनाएको थियो नि, नेपाली फिल्म, माला सिन्हा हिरोइन भएको। त्यस कारणले गर्दा त्यहाँ माइतीघर भएको त्यो ठाउँ। अनि मैले त्यो माइतीघर भने चाहिँ माइतल मण्डल भने मैले चाहिँ त्यो भने मण्डल पार्क सकुन्जेल मैले सकेसम्म मैले यो पेन्टिङको विद्यार्थीहरूलाई कलेजमा मैले सक्दो मैले कन्ट्रिब्युसन गरिरहेको छु आफ्नो सकिने जति। अब यो मलाई यो सङ्गीत नाटक म्युजिकमा मलाई विशेष दखल छ। अब यो विशेष गरेर हाम्रो शास्त्रीय सङ्गीतहरू मलाई साह्रै मनपर्छ। शास्त्रीय सङ्गीतमा हाम्रो
नेवारी कल्चरमा एउटा शास्त्रीय वाद्य वादनै छ। नौबाजा भन्ने हुन्छ, नवबाजा त्यो हो। त्यसमा मलाई विशेष रुचि लाग्छ। आफू बजाउन जान्दिनँ, त्यही पनि मलाई धेरै रुचि लाग्छ। त्यसमा पनि केही गरौँ भन्ने मेरो विचार थियो। अहिलेसम्म गर्न पाएको छैन। सायद भविष्यमा केही गरौँला कि जस्तो लाग्छ। हेरौँ अब भविष्यमा के हुन्छ। म चाहिँ सकेसम्म उहाँहरूलाई मलाई सोध्न आयो भने म चाहिँ भनिदिन्छु उहाँहरूलाई। म धेरै उहाँ मेरो विद्यार्थीहरू धेरै राम्रो राम्रो निस्केका छन्। भाइहरू पनि बहिनीहरू पनि धेरै राम्रो राम्रो निस्केका छन्। मैले सकेसम्म उहाँहरूलाई सहयोग नै गर्छु। म सोध्न आएकोलाई मैले नै भनेको छैन। जुन बेला सिक्न आउँछ म सिकाउँछु पनि। मैले सिकाउनुभन्दा अहिले के छ भने इन्टरनेटको जमाना छ। अब विश्वको हाम्रो कोठामा अहिले तुरुन्तै आउँछ हरेक कुरा। अब मैले थाहा नभएको कुराहरू उनीहरूले थाहा हुन्छ कम्प्युटर थ्रु, होइन? त्यो कारणले गर्दाखेरि मैले अहिले उहाँहरूलाई सिकाइराख्नु पर्ला जस्तो लाग्दैन। अब टेक्निकहरू अलिअलि सिकाउने हो, म सिकाउँछु त्यसलाई। सिकाएको पनि छु, सिकाएको पनि थिएँ। अब अहिले चाहियो भने म फेरि अहिले पनि सिकाउन सक्छु।